ल यो त घरमै एग रोल बनाउनुको लागि चाहिँ हामीलाई चाहिन्छ एउटा अन्डा चाहिन्छ होइन सुरुमा यो अन्डा फुटाउनु पर्ने हुन्छ अनि एउटा चाहिन्छ रोटी अब रोटी चाहिँ अब घरमा यस्तो रोटी छ हाम्रो चाहिँ हिजो बेलुकाको रोटी यसमा चाहिँ म अब एग रोल बनाएर चाहिँ टक्क खानेवाला छु यो चाहिँ बनाइहालौँ है फेरि मेरो यहाँ तेल तात्तिँदै छ कि अब यो अन्डालाई फुटाउनु पर्छ है यो अन्डालाई मैले फुटाइसकेँ कि अब यसलाई घोल्ने मजाले घोल्ने यसलाई यस्तो मजाले घोल्नुपर्छ होइन मजाले घोल्ने यसलाई टक्क मजाले अझै घोल्ने घोलै गर्ने एकछिन त्यसपछि यो तात्छ यो तेल तातिसक्यो होला होइन छाम्ने यसरी तातो आयो भने तात्यो यसरी हालिदिने टक्क यसरी हालिदिने होइन यो हाल्ने बित्तिकै हामीले यहाँबाट यस्तो गरेर यसरी हालिदिने यो नै हालिदिने यस्तो गरेर गरिदिने होइन यो तात्छ एकछिन मजाले तात्छ यो चाहिँ मेरो स्टाइलमा हो है त यो मजाले तात्नु दिने कि एकछिन फ्राई नदिने मजाले ल होस् फ्राई होस् भनेर टक्क दिने एकछिन छोडिदिने मजाले यस्तो गर्ने हो यहाँ तास्सिन पऱ्यो क्या जे होस् अन्डा चाहिँ हो यहाँ चाहिँ मैले चाहिँ यस्तो गर्छु क्या धुलो पारिदिन्छु त्यो कालो चम्चाले नि यो घोलेर अनि यहीँ सजिलो हुन्छ भनेर हो मेन चाहिँ हो यस्तो भएपछि अब यो जे होस् लगभग जुन हाफ बोइल खाने भयो हाफ बोइल अब हाफ फ्राई खाने भयो हाफ फ्राई फुल फ्राई खाने भयो फुल फ्राई यस्तो गर्ने यसलाई यस्तो गरेर यस्तो घुमाएर टक्क यस्तो गरेपछि त मजाले भन्यो नि त यति भएपछि त मजाले अझै फ्राई गर्ने कति फ्राई गर्न मन छ आफूलाई कति रहर छ फ्राई गर्नलाई त्यो अनुसार फ्राई गर्ने मेरो हो यस्तो भयो होइन यस्तो यत्तिको बनिसकेपछि यस्तो फाट्ने चाहिँ कतिको स्ट्रङ बन्यो भनेर यत्तिको भएपछि त हुन्छ ल यत्तिको भएपछि मैले ग्यासलाई निभाइदिएँ होइन यहाँ त ग्यासलाई निभाइदिइसकेँ ग्यास निस्क्यो यो भयो यति पात रेडी भयो त्यसपछि हामीले अब प्याज काट्नुपर्ने हुन्छ हामीले चाहिँ दुईटालाई काट्नुपर्ने हुन्छ यसलाई काट्छु ल त यति काटिसकेपछि मैले यति खुर्सानी यति प्याज काटेँ होइन यति काटेपछि हामीलाई चाहिने हुन्छ एउटा मेयोनिज चाहिँ चाहिन्छ क्या यो मेयोनिज छ कि दिदीले ल्याएको मेयोनिज थियो यो मेयोनिज चाहियो होइन यो मेयोनिज हाल्नुपर्ने हुन्छ मैले प्लेट निकाल्छु अब